Good morning everyone. Good morning from गोकर्ण उत्तर वाहिनी. आज चाहिँ हामी मर्निङ वाकको रुट चेन्ज गरेको है. यता गोकर्ण उत्तर वाहिनी मन्दिरदेखि यता भित्र यो गल्फ खेल्ने ठाउँ छ गोकर्ण फरेस्ट रिसोर्टको. हामी चाहिँ यता आएको. हेर्नु कति राम्रो देखेको छ. यता हुनुहुन्छ बाउ छोरा. हेलो भनिदिनुहोस् ल. ल कति राम्रो चराको आवाजहरू सुनिरहेको छ कि. यता छ उत्तर वाहिनी मन्दिर. पर घाम लाग्नु थाल्यो. चिरिक्क घाम चर्क्यो. यस्तो आनन्द. आजभोलि बच्चाको स्कुल छुट्टी भएको हुनाले हामी चाहिँ एभ्रिडे मर्निङ वाक आइरहेको छ. आज अलि ढिलासम्म बस्यो. ढिलासम्म भन्दा पनि घरबाट पनि ढिला नै आयो हामी. गाइज आउनु न आउनु. ऐसोले खोज्दै हिँडिराख्नु भएको छ कि. हेर्नु न त्यतातिर ऐसोले पाक्न थालिसकेछ यतातिर. अनि ऐसेलु टिप्दै भन्नाले यस्तो ठाउँमा त कहाँबाट बाँकी बस्नु र. खाइसकेर छ तै पनि रहल पहल होला कि भनेर हेरेको. भेटेनौँ बा हामीले चाहिँ. ल है हजुरहरू पनि बिहान कुद्ने गर्नुहोस्. स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्. हामी चाहिँ एभ्रिडे 1-1.5 घन्टा चाहिँ मजाले कुद्छौँ नै क्या. आज यतासम्म भएको भएर त्यति पसिना पनि निस्केन. तर यहाँ त्यो ग्राउन्डमा परको ग्राउन्डमा हामीले एक्सर्साइज चाहिँ गऱ्यौँ 15-20 मिनट जति. अब चाहिँ हिँडेको हामी घरमा.